कति किसिमको मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको मध्यभाग गरुडा शिवनगर चौक स्थित निजी अस्पतालहरूको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड विपरीत सञ्चालित 10 वटा निजी अस्पताल बन्द गर्ने निर्देशन दिएका छन्। आनन्द अस्पताल, एक्युपञ्चर सेन्टर प्राली, अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्राली, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्। मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको पाइएमा अस्पताल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने समेत मुख्यमन्त्री सिंहले चेतावनी दिएका छन्। मुख्यमन्त्री सिंह रौतहटमा अनुगमन गर्न आएको थाहा पाउने बित्तिकै कयौं हस्पिटलका सञ्चालकहरूको भागाभाग भएको थियो। मुख्यमन्त्री सिंहले यसअघि चन्द्रनिगापुर स्थित अनुगमनको क्रममा 10 वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।